इज अपवर्क स्क्याम होइन भने कति कमाइ हुन्छ अपवर्कबाट, तपाईँ कति अर्न गरिरहनु भएको छ मन्थली, हामीले चाहिँ कति अर्न गर्न सक्छौँ भनेर यस्तै क्वेसनहरू चाहिँ मलाई धेरै आइरहेको छ। त्यही कुरा क्ल्यारिफाई गर्न चाहिँ म आज यो भिडियो बनाउँदैछु। रेगुलर जबमा जस्तो अपवर्कमा चाहिँ मन्थली यति आउँछ एक्ज्याक्टली भन्ने चाहिँ हुँदैन, धेरै कुराले एफेक्ट गरिरहेको हुन्छ अनि मन्थली त एकदम धेरै फ्लक्चुएट गरिरहेको हुन्छ। सो म चाहिँ विकली भन्दैछु, विकमा पनि धेरै फ्लक्चुएट हुन्छ। पहिलाको विक जस्तो यो विक राम्रो हुँदैन, अथवा कुनै विक चाहिँ एकदम धेरै भइरहेको हुन्छ, म्यासिभ इन्कम भइरहेको हुन्छ भने कुनै विक चाहिँ एकदम लो भइरहेको हुन्छ। यो चाहिँ डिफ्रेन्ट कुराले एफेक्ट गर्छ। फर इक्जाम्पल क्लाइन्टको बजेट कति छ पर प्रोजेक्टमा, तपाईँको आउरली रेट कति छ, आउरली रेट उनीहरूले कति कन्ट्र्याक्ट अफर गर्यो होइन, अनि तपाईँले चाहिँ कति टाइम लक गर्न पाउनुभयो, यही अनुसारले चाहिँ तपाईँको भ्यारी हुन्छ पर विक नै। अनि त्यही भएर म चाहिँ विकली कति हुन्छ भनेर देखाउँदैछु। कति आज म चाहिँ यो पालिको विकको ठ्याक्क आज सन्डे भयो अनि साइकल ठ्याक्क एन्ड भयो यो विकको। सो आज चाहिँ म यो विक कति भयो, मैले कति अर्न गरेँ भन्ने कुरा सो गर्दैछु। सो म चाहिँ एकदम ट्रान्सप्यारेन्ट भएर देखाउँदैछु। सो धेरै एक्सपेक्टेसन छ भने चाहिँ किप योर एक्सपेक्टेसन लो, किनभने त्यस्तो साह्रो एकदम 10-15 लाख मन्थली त्यस्तो चाहिँ हुँदैन फ्रिलान्सिङमा, स्पेसल्ली अन अपवर्क, किनभने यसमा चाहिँ काट्ने हुन्छ ट्याक्सेसहरू अनि आजकल त धेरै काम पाउन पनि गाह्रो छ। त्यसैले नेक्स्ट थिङ चाहिँ यो चाहिँ प्रोजेक्ट अनुसार पनि हुन्छ, तपाईँले कस्तो खालको काम गरिरहनु भएको छ भनेर। म चाहिँ मोस्टली GIS रिलेटेड प्रोजेक्ट गर्छु अनि त्यसरी त्यही अनुसारको रेटहरू आइरहेको हुन्छ। मैले एभरेज यति हो भनेर थाहा हुन्छ नि त, त्यही अनुसारले म मेरो रेट राखिरहेको छु। अनि तपाईँले अरू काम गर्दै हुनुहुन्छ भने कसैको हाई पेइङ जब हुनसक्छ, स्किल्स अनुसार कसैको लो हुनसक्छ, इट रियली डिपेन्ड्स अपन वाट काइन्ड अफ निच यु ह्याभ भनेर। सो आई विल बी भेरी ट्रान्सप्यारेन्ट विथ यु गाइज। म चाहिँ यो विकको मैले कति अर्न गरेँ, कति टाइम लक गरेँ, म त्यसो सबै देखाउँछु। सो किप वाचिङ। स्क्रिन सेयर गर्न जाँदैछु ल। तपाईँले मेरो स्क्रिन देख्न सक्दै हुनुहुन्छ भने मैले यो सानो एउटा अपवर्कको टाइम ट्र्याकर भन्ने अन गरेको छु, यो के भन्छ डायलग बक्स। अनि मसँग चाहिँ एउटा 3वटा प्रोजेक्ट छ लङ टर्मवाला। यो GIS सेप्स एन्ड क्याटेगोराइजेसन भन्नेमा चाहिँ म अहिले एक्टिभ छैन, मैले चाहिँ यो गरिरहेको छैन, यो काम धेरै भइसक्यो नगरेको। सो म चाहिँ 2टामा अहिले एक्टिभ छु। एउटा चाहिँ मेरो 8 आवर्स लिमिटेसन छ भने अर्को चाहिँ 10 आवर्स छ। अनि अर्को 10 आवर्सवाला सिभिल 3D इन्जिनियर निडेड फर ड्राइभवे भन्नेमा चाहिँ मैले 3 आवर्स 30 मिनट्स मात्र काम गरेछु यो विक भने। अर्को म्यान्युअल एप्लिकेसन म्यापिङमा चाहिँ मैले 8 आवर्स नै गरेको छु। मैले अझ धेरै गरेको थिएँ, मेरो टाइम लिमिट सकेर मैले 8 आवर्सभन्दा बढी लक गर्न पाएन। त्यो चाहिँ एउटा के भन्छ डाउन साइड छ अपवर्कको। कुनै क्लाइन्टले त म्यानुअली भर्न पनि दिन्छ, कोहीले चाहिँ दिँदैन। सो 8 आवर्स काम गरेको छु होइन। म चाहिँ अहिले कति यसको रेट भनेर केही नि भन्दिनँ, अनि अर्को लास्टमा भन्छु। अनि अर्कोमा चाहिँ मैले 3 आवर्स 30 मिनट्स काम गरेको रहेछु। अनि मेरो चाहिँ होइन यो 3 आवर्स 30 मिनट गरेको वालाको चाहिँ आवर्ली रेट 20 पर आवर छ USD, अनि अर्कोको चाहिँ 25.20 पर आवर छ। अनि त्यसपछि त्यसलाई मैले क्यालकुलेट गरेँ भने चाहिँ 8 आवर्सलाई, सो मैले चाहिँ 8 आवर्स वाला जब चाहिँ मेरो 25.20 छ होइन, त्यो भनेको 201.6 USD हुँदो रहेछ विकली। अनि त्यसपछि मैले 8 घन्टा गरेछु नि त, त्यही भएर। अनि अर्को चाहिँ मैले 30 आवर्स मात्र छ, त्यो भनेको 3.5 आवर्स गरेँ नि त। 30 मिनट्स भनेको 3.5 इन्टु 20 मात्र छ कि, त्यसको चाहिँ 20 USD छ। त्यसले गर्दा मेरो 70 हुँदो रहेछ। 70 प्लस अब 200 मात्र गरौँ न, 70 प्लस ल। यो विक चाहिँ मैले 270 USD अर्न गरेछु। त्यो भनेको चाहिँ हाम्रो नेपालीमा कति हुन्छ, 135ले मैले गरेँ भने 35,000 जति मैले अर्न गरेछु होइन यो विक। सो यो हप्ता चाहिँ मैले 35,000 एप्रोक्सिमेटली त्यति अर्न गरेछु होइन। अब हरेक हप्ता मैले 35,000 अर्न गर्छु भन्ने पनि छैन, कहिलेकाहीँ चाहिँ बढी पनि हुन्छ, कहिले कम हुन्छ। यो चाहिँ एकदमै फ्लक्चुएट भइरहेको हुन्छ पर प्रोजेक्ट। मेरो चाहिँ त्यहाँ 3टा थियो नि त एक्टिभ, कहिलेकाहीँ मैले त्यो तलको वाला पनि गर्न पाएँ भने मेरो अलि धेरै हुन्छ, अथवा मैले कहिलेकाहीँ त्यो सिभिल 3D वाला धेरै
भएन भने मैले त्यसको क्याल्कुलेट गर्दिनँ अनि त्यसपछि कम हुन्छ त्यो 8 आवर्स वाला त त्यो मेरो भइरहेछ अहिले जे होस् अनि अर्को वाला थियो त्यो चाहिँ 5 आवर्स थियो त्यो चाहिँ अहिले मेरो पज भइरहेछ त्यस्तै नै हुन्छ अब कुनै पज गरिदिन्छ बेला बेलामा उनीहरूको काम छैन भने त्यस्तै हुन्छ अनि त्यसपछि कहिलेकाहीँ चाहिँ अब मैले प्रोजेक्ट बेस पनि पाइरहेको हुन्छु सर्ट गिग्सहरू अनि त्यसमा चाहिँ अब आवरली मैले ट्र्याक गर्न मिल्दैन उनीहरूले जति क्लाइन्टको बजेट छ त्यही अनुसारले मैले काम गर्नुपर्ने हुन्छ कहिलेकाहीँ अब 10 आवर्स नै काम गरेँ भने पनि उनीहरूको जम्मा लिमिट के अरे बजेट लिमिट चाहिँ $100 छ भने मैले त्यतिमै 10 घण्टा काम गरिदिनु पनि पर्ने हुन्छ त्यही अनुसारले हुन्छ हैन इट रियली डिपेन्ड्स अपन क्लाइन्टको बजेट र अनि तपाईको रेट कति छ भनेर सो त्यही नै हो मैले देखाएँ हैन यो म चाहिँ यो स्क्याम होइन भनेर मात्र प्रुफ गर्न मात्र खोजेको त्यही हो स्पेशल्ली मेरो चाहिँ जीआईएस प्रोजेक्ट गर्ने हुनाले चाहिँ मेरो प्रोजेक्ट बेस चाहिँ कम आउँछ अनि मेरो चाहिँ यस्तै टाइम ट्र्याक गर्नुपर्ने नै धेरै हुन्छ अनि तपाईहरुको चाहिँ अरु 19 को छ भने चाहिँ मेनली प्रोजेक्ट बेस्ड पनि आउन सक्छ गिग्सहरु त्यसमा चाहिँ तपाईले बजेट अनुसार गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ अलि कम पनि हुन सक्छ किनभने हामीले अब आफूले जति टाइम लागेको छ त्यो सबै हामीले के भन्छ इन्क्लुड गराउन मिल्दैन नि त मेरो यति टाइम लाग्छ भनेर तपाईको चाहिँ जसरी हुन्छ प्रोजेक्टमा त सिध्याउनु पर्ने त्यो अनुसारको हुन्छ नि त जति टाइम लागे पनि बाल हुँदैन त्यस्तो सो सुरुमा चाहिँ तपाईहरुले चाहिँ एकदमै थोरै राख्नुपर्ने हुन्छ आवली रेट अनि प्रोग्रेसिभली बढाउँदै जानुपर्ने हुन्छ सुरुमै तपाईले 25-30 पर आवर राख्नु भयो भने चाहिँ बिगिनरलाई कसले पनि लिदैन हैन तपाई जति नै एक्सपर्ट हुनुहुन्छ बाहिर भने पनि फर्स्ट तपाईले अपवर्कमा जाँदै हुनुहुन्छ भने त उनीहरुले तपाईलाई बिगिनरकै रूपमा हेर्छ नि त सो डोन्ट कीप धेरै आवरली रेट अनि धेरै कम पनि राख्नु भएन लाइक कसैले त एकदम $3 $4 पनि राखिरहन्छ त्यतिसम्म पनि नराख्नु एभरेजमा 10 15 17 त्यस्तो राख्दा ठिकै हुन्छ अनि यति थोरै कमाउनु हुँदो रहेछ यति त म यसै कमाउँछु भन्ने पनि धेरै हुनुहुन्छ होला तपाईहरुले धेरै कसरी कमाउनु हुन्छ प्लिज शेयर गर्नुस् आइडियाहरु चाहिँ म चाहिँ मेरो त यस्तै नै भइराछ हैन म चाहिँ ठिकै छ मलाई यतिले पुगिराछ भन्ने हुन्छ अब प्रोजेक्ट आयो भने त म गरिहाल्छु हैन त्यही पनि अनि धेरै जनाले चाहिँ मलाई नै काम दिनु भनेर सोधिरहनु हुन्छ मैले चाहिँ त्यो काम दिन मिल्दैन कि म चाहिँ रिक्रुटिङ एजेन्ट होइन म नै फ्रीलान्सर हो मैले चाहिँ हजुरलाई काम दिन मिल्दैन सो तपाईले चाहिँ आफै खोज्नुपर्छ कामहरु मलाई मेसेज गरेर हुँदैन मैले चाहिँ कसरी दिने भन्नु त मेरो चाहिँ जीआईएस प्रोजेक्ट हुन्छ सिभिल इन्जिनियरिङ रिलेटेड अनि तपाईहरु चाहिँ अर्कै डेटा एनालाइसिस अब म्यानेजमेन्ट मार्केटिङ त्यस्तो वाला काम गरिरहनु हुन्छ अनि मलाई काम दे भन्नुहुन्छ त्यस्तो भनेर हुँदैन नि त यदि अब जीआईएस रिलेटेडै तपाईहरु गर्नुहुन्थ्यो भने मसँग धेरै प्रोजेक्ट आएको बेलामा मैले तपाईहरुलाई दिन मिल्थ्यो सेकेन्ड पर्सन भएर तर तपाईहरुको कामै अर्कै छ भने मैले अब डिजिटल मार्केटिङमा मैले अप्लाई गरेर त मलाई लिदैन नि त म त बेसिकली बिगिनर भए नि त त्यो फिल्डमा त्यही भएर त्यो मलाई चाहिँ काम दे भनेर त्यस्तो मेसेज चाहिँ नगर्नु होला मैले काम दिन मिल्दैन यदि कन्सल्टेसन चाहिन्छ भने चाहिँ आई क्यान हेल्प तर म चाहिँ पर्सनली तपाईहरुलाई मैले रिक्रुट गर्न चाहिँ मिल्दैन सो आजको भिडियो चाहिँ यति नै हो शॉर्ट मात्रै मैले कति अर्न गर्छु स्क्याम होइन भनेर मात्रै देखाउन खोजेको अरु केही पनि होइन तपाईहरुलाई मोटिभेट गर्न मात्र खोजेको हो तपाईहरुलाई चाहिँ यो भिडियो क्लियर भयो कि भएन हेल्पफुल भयो कि भएन प्लिज शेयर योर थट्स अनि तपाईहरु पनि अपवर्कमा फ्रीलान्स गर्दै हुनुहुन्छ भने कस्तो खालको अर्नहरु गरिरहनु भएको छ यु क्यान शेयर इन द कमेन्ट्स म चाहिँ हेर्छु म पनि टिप्स लिन्छु यदि मैले केही गल्ती गरिरहेको छु भने मलाई पनि हेल्प हुन्छ सो त्यति भन्दै आई वान्ट टु र्याप अप दिस भिडियो बाइ बाइ